फर्स्ट टाइम धान छाट्न गएको केही मेसै नपाइदिएर सबले काम गरिरहेको थिएँ म भने केही मेसै नपाएर यत्तिकै बसिदिएर भने सु हेलो 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 आजको सुरुवात हुन्छ मेरो बिहान बिहान नास्ता खानुबाट है त धान छाट्न आएको धान देखेर त मेरो दिमागै खराब भइदिएर भने अहिलेसम्म गरेको थिइनँ यो एकदम हालतै खराब भइदिएर भने त्यसपछि ट्र्याक्टर घुमाउनु गएको घुमाउने ठाउँ फेरि कस्तो सानो भइदिएर कहाँ भेजा भइदिएर भने के ठाउँमा फेरि क्या बाटो बिग्रेको रहेछ के गर्ने यो पछाडिको पल्टिन्छ भनेर ठाउँ ठाउँमा झारे गर्न परिरह अनि त्यसपछि हामीले अब काम गरिदिन सुरु गरिदिन्छौँ भाइहरूले भिडियो गर है भनिदिएको हुन्छ भन्थ्यो त्यही भएर फास्टमा काम गर्न सुरु गरिदिएँ मिसिनले फेरि पराल क्या बवाल फालिदिरहेको थियो कि हेर्दै डेन्जर अनि आजको पुरा चाहिँ यति नै थियो अनि धान निकाल्दा हालत खराब भयो थियो फर्स्ट टाइम भएर होला अब त काम भ्याइयो भनेर खुसी हुँदै आइदिएँ म चाहिँ धान फेरि कुनै राम्रो कुनै नराम्रो निक्लिरह भने किन होला यस्तो कमेन्ट गर्नु होला है त गाइज धान छाटेर भ्याइसकेपछि क्या भोक लाग्थ्यो त्यही भएर घरतिर हिँड्यौँ बाइकमा भात खाएर भ्याइसकेको थिएँ त्यसपछि फेरि ग्यासमा आएपछि फेरि काम पो गर्छ भन्छन् दिमाग खराब भइदिएर भने के गर्नु त्यसपछि काम गर्न सुरु गरिदिन्छु फाइनल ढालेको काम पनि होल्डिङ गरेर भ्याइदिन्छु रात पनि पर्न लागिसकेको थियो अनि आज चाहिँ 3000 लिएर सपिङ गर्न गइदिउँ न त भनेको जाडो पनि आइसकेको थियो नि त त्यही भएर जकेट किनिदिन जाम भने जकेट किन्न गएको जकेट फेरि मनै नपर्दिएर भने के गर्ने त्यसपछि भोलि किनिदिन्छु भनेर आइदिए आजको लागि